ज ए राप्रपा ज ए राप्रपा सबले भनौँ पुगेन आवाज सानो भयो सबले भनौँ सुराएन सुराएन ज ए राप्रपा 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 हामी भाग्यमानी छौं नेपालमा धर्मछाडाहरूले राज्य सत्ता कब्जा गर्दा पनि एउटा पार्टी राप्रपा जसमा धर्म मानेर हामी संगठित हुन सौभाग्य पाएका छौं नत्र यी छुलेरहरूले हामीलाई हाम्रो धर्मको लागि आफ्नै देशमा धर्म नमान्ने अवस्था ल्याउने रहेछन् जुन राजाले देश बनायो त्यो राजालाई निषेध गर्ने हुन्छ जुन हिन्दूले देश बनाए त्यही हिन्दूलाई निषेध गर्ने आज पनि एनजिओका खेतालाहरू हरेक 5 वर्षमा राप्रपाको भोट बढ्छ भनेर टुक्रा टुक्रामा संगठित भएर आउँछन् 74 मा आए 78 मा आए अहिले पनि आउँदैछन् भोलि पनि आउँछन् तर हामी सानो होस् ठुलो होस् हिम्मतले काम गरेर विधर्मीहरूलाई एक दिन हराउनै पर्छ हामीले टोल टोलमा जाँदाखेरि लिएर जाने केही सन्देशहरू छन् हाम्रा पुर्खाले जुन देश र धर्मको लागि लडेर रगत बगाए तिनै पुर्खाको अपमान गर्ने धर्मनिरपेक्ष दल खोल्ने नयाँ खोले पनि पुराना खोले पनि ती एउटै विचार र सिद्धान्तका दाजुभाइ हुन् भन्ने कुरा हामीले नयाँ पुस्तालाई पनि बुझाउनु पर्नेछ कांग्रेस र कम्युनिस्टको धर्मनिरपेक्ष मानेर नयाँ जुनसुकै पार्टी जुनसुकै दल जुनसुकै नेताले खोले पनि त्यो धर्म छाडा पार्टी हो धर्म छाडा पार्टीलाई भोट हाल्ने धर्मद्रोही हो देशद्रोही हो भनेर हामीले टोल टोलमा सन्देश लानु पर्नेछ हामीले हाम्रा पुरेतहरूलाई भन्नु पर्नेछ मन्त्र पढ्दाखेरि श्राद्ध गर्दाखेरि पूजा गर्दाखेरि आफ्ना यजमानलाई भन तिमीले जतिसुकै पितृको नाममा श्राद्ध गरे पनि धर्म छाडा नेतालाई भोट हाल्छौ भने तिम्रा पितृले तिमीलाई शराब्छन् तिम्रो छोरा नाति अधोगतिमा जान्छन् भनेर भन्नुपर्छ यो मैले रिस उठेर भने होइन पार्टीको भोट बनाउनलाई भने होइन धर्मशास्त्र अनुसारै भने हो जुन कुलको तपाईँ पूजा गर्नुहुन्छ जुन पितृको तपाईँ पूजा गर्नुहुन्छ त्यही कुल र पितृको विरोधीहरू ईश्वरको नाममा कसम खाऊ न भन्दा त्यो पर्दैन भन्नेलाई भोट हालेर तपाईँ उँभो लाग्नुहुन्छ हामीले 70 सालदेखि निरन्तर भनेका थियौं ए नेता हो सबै गुरुहरूले ध्यान गर्दा देवी देवतालाई पुकारिरहेका छन् ईश्वरलाई पुकारिरहेका छन् र तिमी धर्म छाडा नेताहरूलाई शराब पिइरहेछन् भनेर हामीले भनेका थियौं हाम्रो शराब लाग्छ भनेर भनेका थियौं तिमीहरूले शराब लाग्यो कि लागेन आफ्नै कार्यकर्ता आफैले तयार पारेका छाडा के नैतिकता शिक्षा नपढाउने भूगोल नपढाउने संस्कृत नपढाउने आफैले तयार पारेको पुस्ताले आफैलाई लहेट लहेटेर त्यो नेपालका धार्मिक गुरु र साधु सन्तको शराब लागेको हो कि होइन आज ओल्लो डाँडाबाट पल्लो डाँडा भाग्दाखेरि बाँच्न सक्यो भोलि देशमा साँच्चै देश र धर्मको पक्षमा विद्रोह भयो भने छनौछ्यारो दिन आउँछ हामी राक्षसलाई प्रहलादलाई राक्षसको कुलमा प्रहलाद जस्तो सपुत जन्मोस् भन्ने चाहनेहरूले कांग्रेसका कम्युनिस्टका नेताहरूले कुटाइ खाएको हामीलाई मन पर्दैन उनीहरूको सद्बुद्धि आओस् जसरी एउटा डाका ध्यान साधना गरेर वाल्मीकि बन्न सक्छ रत्नका डाकु भने नेपालका कांग्रेस कम्युनिस्ट धर्म छाडा र देशद्रोही दलका नेताहरूलाई हाम्रो आश्रममा आउनु योग साधना सिकाउँछौं चरित्रमा बस्न सिकाउँछौं जसरी 3 चोटी नेपाल बन्ने पैसा तिमीहरूले भ्रष्टाचार गरेर खायौ 7 पुस्ता तिमीहरूले नरकमा जाने बाटो खोजिसक्यौ मठ मन्दिरको देश हो बुद्ध जन्मेको देश हो सीता जन्मेको देश हो पशुपतिनाथको देश हो अवगति गर्नुभन्दा अगाडि आफ्नो गुरुकुलमा जाऊ नजिकका गुरु खोज आश्रममा जाऊ आफ्ना छोरा नातिलाई नैतिक शिक्षा संस्कृत शिक्षा भूगोल इतिहास पढाऊ अंग्रेजसँग त नझुकेको नेपालीहरू कांग्रेस र कम्युनिस्ट जस्ता विदेशीका खेतालासँग झुक्दैन आज केही कुरो मिलेको छैन केही सिक्वेन्स मिलेको छैन आज हामीले सोचे जस्तो भएको छैन तर एक दिन यही राप्रपाले बनाएको समूहबाट एउटा त्यस्तो युग पुरुष निस्किन्छ जसले यो दुनियाँलाई देखाइदिनेछ सनातन धर्म भनेको के हो बहुलवादी चिन्तन भनेको के हो बहुलवादी धर्म भनेको के हो एकलवादी क्रिस्चियन र मुस्लिमले सबै विरोध गर्न सिकाउँछ भने हामीले सबैलाई माया गर्न सिकाउँछौं तिहारमा हामीले कुकुरलाई पूजा गर्छौं वृक्षलाई पूजा गर्छौं
गाईलाई पूजा गर्छौं, दाजुभाइलाई पूजा गर्छौं, त्यसै गरी चराचर ब्रह्माण्ड 9 ग्रहदेखि लिएर 33 कोटी देवतालाई पूजा गर्छौं। तिमीहरू एकलवादीलाई ज्ञान सिकाउनलाई राप्रपाकै सङ्गठनबाट ओमकार परिवारभित्रै एउटा योजक तत्र दुर्लभ भने जस्तो एउटा त्यस्तो नेता निस्किन्छ, त्यो दिन हाम्रो आन्दोलन सार्थक हुन्छ। हामीले हाम्रा नेताहरूलाई बनाउन सकेका छैनौं, सिंगार्न सकेका छैनौं। जब जब राक्षसहरूले यो पृथ्वी नि कब्जा गरेका थिए, स्वर्ग कब्जा गरेका थिए, सबै देवी देवता मिलेर चण्डी बनाएका थिए। इन्द्रले पनि साथ दिएका थिए, शिवले पनि साथ दिएका थिए, विष्णुले पनि साथ दिएका थिए। त्यसै गरी राप्रपाका वडा अध्यक्ष, मेयर र सांसदहरूलाई हामी सबैले तन मन धन दिएर जिताएर यो देशको इतिहास जस्ताको जस्तै चलाउनको लागि हामीले शुभकामना दिनुपर्छ। त्यसको तयारी गर्दै जतिवटा चुनाव आए पनि, जतिवटा क्रान्ति भए पनि धर्म र देश नमान्ने क्रान्तिका विरुद्ध लाग्ने प्रेरणा तपाईँ हामी सबैलाई शक्ति प्रदान होस् भन्दै म फेरि बिदा लिन्छु। अहिलेको भनेको मिले छैन, एकचोटि मिलौँ, म छुट्टी लिन्छु, किन पछाडिबाट चिटाउँछ। धेरै बोलेर के गर्नु, युट्युबमा फेसबुकमा आएको छ भने चाहिँ चिट आइसक्यो रे। फेरि एकचोटि जय राप्रपा भनौँ, तर त्यो निन्द्रामा उठेर आए जस्तो न्याउमा पनि गरेर जितिँदैन विद्रोहीलाई। नाभिदेखि आवाज निकालेर भनौँ, देश दुनियाँ सुन्ने गरी भनौँ, जय राप्रपा, जय राप्रपा, जय राप्रपा, जय राप्रपा, जय राप्रपा। यो ताली ठोक्दा आफ्नै उपचार पनि हुन्छ। यस्ता कुरा सुन्नु छ भने मलाई कार्यक्रममा बोलाउने गर्नुहोस्। वडादेखि केन्द्रसम्मका कार्यक्रम गर्दा ताली यसै गरी बजाउने, जय राप्रपा यसै गरी भन्ने र जय गरेर छोड्ने। हस्, धन्यवाद।